हिजो संसदमा सम्मानीय माननीय सदस्य सभामुखज्यूले कृष्ण कुमार कार्की अर्का माननीय ज्यूलाई बोले गर्नुभयो। माननीय अब सदस्य कृष्ण तीनचोटि कुमार बोलाइसकेपछि पनि नआउँदाखेरि हामीले सामान्य रूपमा माननीय सोच्यौँ सदस्य कृष्ण कुमार कि कार्की पिसाब सिसाब माननीय फेर्नलाई सदस्य जानुभएको होला कृष्ण भनेर। कुमार कार्की बात तो सही है दौड़ना तो पड़ता है। तर एकछिनपछि उहाँ माननीय हो कि फालनीय हो, उहाँ कालीलाई लिएर कारभित्र स्टेरिङ बटार्दै रहेछन्। अनि उहाँ स्टेरिङ बटारेको मान्छेलाई त्यत्रो भेटिन्छ त संसदभित्र खोजेर, फेरि हाम्रा पत्रकार मित्रहरू कडा बुम बोकेर पुग्नु भएछ अनि सोध्नु भएछ, सिंहदरबार जलाउँदै गर्दा बन्दुक बोक्ने एकजना जसको शरीरमा ट्याटु छ त्यो चाहिँ तपाईँ हो नि त भनेर प्रश्न गर्दै रहेछन्। अब उसको पालो म होइन भनेर कपडा खोलेर मेरो ट्याटु नै छैन भनेर देखाइदिन्छ। अब यता त सजिलो थियो, ट्याटु छैन भनेर सर्लक्क खोलेर देखाइदिए। अब यिनले त्यो कालीसँगको सम्बन्धको बारेमा चाहिँ के खोलेर देखाउने रहेछन् र लाजको पसार। कस्तालाई चाहिँ सांसद बनाइयो भने भनेर भन्दै थिए माथला घरतिरकाले, अहिले पछुताछन् बेसरी कस्तालाई जिताइयो भनेर। अब मुतिसकेपछि दैलो देखेर के काम।